नमस्कार विद्यार्थी भाइ बहिनीहरू। आज हामी एसी 2082 अर्थात् 2026मा कोशी प्रदेश अन्तर्गत सोधिएको गणित विषयको प्रश्न नम्बर 3 को एकदमै सजिलो तरिकाले हामीले यसको सोलुसन लिएर उपस्थित भइसकेका छौँ र प्रश्न यस प्रकार रहेको छ। एउटा नगरपालिकाको हालको जनसङ्ख्या 1,26,075 छ। उक्त पालिकाको वार्षिक जनसङ्ख्या वृद्धि दर 2.5% प्रति वर्ष छ र अब एमा सोधिएको छ टी वर्ष पछिको जनसङ्ख्या निकाल्ने सूत्र लेख्नुहोस् भनेको छ। अनि अर्को 2 वर्ष अघि उक्त नगरपालिकाको जनसङ्ख्या कति थियो पत्ता लगाउनुहोस् भनेको छ भने यदि यो वर्ष 1075 जना विविध कारणले बसाइ सरेर अन्यत्र जान्छन् भने अबको 1 वर्ष पछिको नगरपालिकाको जनसङ्ख्या कति पुग्ला निकाल्नुहोस् भनेर यहाँ सोधिएको छ। अब यहाँ हामीलाई के दिएको छ तपाईहरुले राम्ररी हेर्नुहोस्। यहाँ सुरुमा हेर्नुहोस् त हामीलाई यहाँनेरि हालको जनसङ्ख्या दिएको छ अनि जनसङ्ख्या वृद्धि दर पनि दिएको छ 2.5% प्रति वर्ष। यो सूत्र लेख्ने हामी निकाल्न सकिहाल्छौँ, लेख्न सकिहाल्छौँ। र 2 वर्ष अघि उक्त नगरपालिकाको जनसङ्ख्या कति थियो पत्ता लगाउनुहोस् भनेको छ। यहाँ एकदमै सजिलो छ। यसलाई तपाईहरुले हेर्नुहोस् कसरी भने यहाँ हामीसँग सूत्रमा पीटी हुन्छ, अर्को पी मात्रै हुन्छ। पीटी भनेको चाहिँ पछाडिको पपुलेसन आफ्टर टी इयर्स हो भने पी भनेको चाहिँ सुरुको जनसङ्ख्या हो। र अब यो तपाईहरुले यहाँ अलि राम्रो ख्याल गर्नुहोस्, कहिले कहिले सूत्रहरू लगाउँदाखेरि उल्टो पाल्टो पर्छ। यहाँ यो दिएको जनसङ्ख्या छ अनि 2 वर्ष अघि कति थियो भनेको छ। अब तपाईहरु विचार गर्नुहोस् त 2 वर्ष अघि र हाल कुन समय अगाडि आउँछ? पक्कै पनि 2 वर्ष अगाडिको समय फर्स्टमा छ, सुरुमा त्यही हुन्छ। त्यसकारणले यो 2 वर्ष अगाडिकोलाई हामी पी मान्छौँ भने यो 2 वर्ष पछाडि अर्थात् हालको जनसङ्ख्यालाई पीटी अथवा पपुलेसन आफ्टर टी इयर्स मान्छौँ। र यहाँ रेट दिएको छ जनसङ्ख्या वृद्धि दर 2.5% प्रति वर्ष। अब यसलाई हामी गर्न सुरु गर्छौँ। यसलाई हेर्नुहोस् न यहाँ कसरी गर्नु पर्यो। यसको हामी उत्तर भनेर लेख्यौँ अनि त्यसपछि दिएको के छ भन्दाखेरि हामीलाई सुरुमा दिएको कुराहरू लेख्यौँ। नगरपालिकाको हालको जनसङ्ख्या 1,26,075 जना छ। यहाँ दिएको छ यो भने अब वार्षिक जनसङ्ख्या वृद्धि दर चाहिँ 2.5% यहाँ दिएको छ, त्यो हामीले यहाँ लेख्यौँ। अब यस पछाडि के छ भने यो सूत्र पहिलोमा सूत्र सोधेको छ र टी वर्ष पछिको जनसङ्ख्या निकाल्ने सूत्र भनेको यो अघि मैले भनिसकेँ पपुलेसन आफ्टर टी इयर्स इक्वल टु पी टाइम्स 1 + r/100 t। यो सूत्र हामीले लेख्यौँ। र अब यहाँ 2 वर्ष अघिको जनसङ्ख्या निकाल्न लगाएको छ यो बी नम्बर प्रश्न। अब अघि पनि मैले भनिसकेँ यो पीटी र पी मध्ये यो पीटी चाहिँ पछाडिको जनसङ्ख्या हुन्छ, टी वर्ष पछाडिको हुन्छ भने पी चाहिँ सुरुको जनसङ्ख्या हुन्छ। अब यहाँ 2 वर्ष अगाडि र अहिलेको मध्ये 2 वर्ष अगाडिको कुरा चाहिँ सुरुमा आउने भएकोले यो 2 वर्ष अगाडिको जनसङ्ख्या यहाँ राख्छौँ र हालको जनसङ्ख्या यहाँ राख्छौँ। यो दिएको छैन, यो दिएको छ। अब हेर्नुहोस् यहाँ समय 2 वर्ष भइहाल्यो, 2 वर्ष अघिको पी हो, यो कति हो थाहा छैन। अब यो सूत्र चाहिँ हाम्रो के छ भन्दाखेरि सूत्र अनुसार भनेर यहाँ लेख्यो र पीटी पपुलेसन आफ्टर टी इयर्स इक्वल टु पी टाइम्स 1 + r/100 t। यो सूत्र हामीले अघि पनि लेखेका छौँ। अब यहाँदेखि हामी यतापट्टि हेरौँ। यो पीटी को भ्यालु यहाँ राखेको छ, कति छ हेर्नुहोस्, अघि दिएको छ यो 2 वर्ष पछाडि, मतलब 2 वर्ष अगाडिदेखि त 2 वर्ष पछाडि अहिले नै हुन्छ। हालको जनसङ्ख्या यहाँ राख्नु पर्यो भने पी यहाँ हामीसँग छ, यो भ्यालु दिएको छैन। 1 + रेट भनेको 2.5/100 भयो, यो यसको स्क्वायर, यो रेटको भ्यालु लगायौँ। यो अब यहाँहरू के गर्नु पर्यो, यो 2.5 लाई 100 ले डिभाइड गर्थ्यौँ, यो 100 ले डिभाइड गर्दा 0.025 भयो। अब यहाँ हामी यसलाई जोड्छौँ, यो 1 र जोड्दाखेरि 1.025, त्यसको स्क्वायर यहाँ छँदैछ प्रश्नमा। अब यो हामीले अरू केही गर्नु परेन, यसको स्क्वायर भनेको 1.050625 भयो। यो चाहिँ यता डिभाइड गर्न आयो र यो पी छ हाम्रो, यो डिभाइड गर्दाखेरि 1,20,000 भयो। र यो पी चाहिँ हाम्रो के हो त भन्दाखेरि 2 वर्ष अगाडिको जनसङ्ख्या यति रहेछ र त्यो बढ्दै बढ्दै गएर अहिले 1,26,000 पुगेको रहेछ। र यहाँ हामीले यसलाई निष्कर्ष चाहिँ 2 वर्ष अघि उक्त नगरपालिकाको जनसङ्ख्या 1,20,000 थियो भनेर हामी लेख्यौँ। अब प्रश्न नम्बर सीमा के भनिएको छ हेर्नुहोस्। प्रश्न नम्बर सीमा चाहिँ अब यो वर्ष 1,075 जना विविध कारणले बसाइ सरेर अन्यत्रै जान्छन्।
अब यो साल चाहिँ अहिले जनसङ्ख्या कति छन् लु भन्नुहोस् त। अहिले जनसङ्ख्या चाहिँ 1,26,075 जना छन्। अब त्यसमध्येबाट यो 1,075 जना विविध कारणले बसाइ सरेर अन्यत्रै जान्छन्। बाँकी कति हुन्छन् मान्छे भन्दा यसमा यो घटाउनु पर्यो र त्यसको 1 वर्षपछि भनेको अब 1 वर्षपछि नगरपालिकाको जनसङ्ख्या कति पुग्ला निकाल्नुहोस् भनेको छ। त्यस कारणले अब यहाँ हामी के गर्छौँ हेर्नुहोस्, यो जनसङ्ख्या हालको जनसङ्ख्यामा 1,075 जना बसाइ सरेर जाने भएकाले यो जनसङ्ख्या घटाउनु पर्छ। यहाँ हेर्नुहोस् तपाईँहरू, यो वर्ष बसाइ सरेर जाने जनसङ्ख्या 1,075 जना हो र बाँकी रहने जनसङ्ख्या अब कतिजना बाँकी रह्यो हेर्नुहोस्, यो 1,26,075 माइनस 1,075 भयो र यो घट्दा 1,25,000 जना बाँकी रहे। अब हाम्रो जनसङ्ख्या वृद्धि अर्थ त्यही हो, सेम हो। अनि टाइम चाहिँ हामीलाई कति भनेको छ, अब 1 वर्षपछि भनेको छ, 1 वर्षपछि समय हो। अब यहाँ चाहिँ हामीले यसलाई पी राख्यौँ हेर्नुहोस्, अघि यसैले हामीले पपुलेसन आफ्टर टी इयर भनेर उहाँ पिटी लेखेका थियौँ। अब यो चाहिँ पी भयो किनभने 1 वर्ष पछाडि र अहिलेको हामीले तुलना गर्दा अहिलेको समय सुरुको हुन जान्छ। त्यस कारणले यो सुरुको जनसङ्ख्या भयो र 1 वर्ष पछिको जनसङ्ख्याको सूत्र हामीले यो लगायौँ। यो सूत्र लगाउँदाखेरि के हुन्छ, पी भनेको यो 1 + 1 2.5/100 टु द पावर 1, यो 1 पावरलाई हामीले लेखेको छौँ जस्तै यो डिभाइड गर्दा यति भयो। अब यसपछि अझै हेर्नुहोस्, यो 1,25,000 इन्टु यो जोड्दाखेरि 1.025, यो पावर 1 मा यो नलेख्दा पनि हुन्छ। अब यहाँदेखि बाँकी रहेको भागलाई हामीले यतापट्टि गरेका छौँ। पपुलेसन आफ्टर टी इयर्स इक्वल टु 1,28,125 भयो। यो गुणन गर्दाखेरि यति हुन आउँछ र अब हामीले एन्सर लेख्यौँ, अत 1 वर्षपछि उक्त पालिकाको जनसङ्ख्या 1,28,125 हुनेछ भनेर। त विद्यार्थी भाइ बहिनीहरू, यस्तो खालको प्रश्न हाम्रो क्वेसन नम्बर 3 मा सोध्ने गर्छ। अवश्य पनि यस्तै तरिकाले प्रश्नहरू हामीसँग निरन्तर रूपमा जोडिएर प्रश्नको उत्तर गर्ने तरिकाहरू हेर्दै रहनुभयो भनेदेखि अवश्य पनि तपाईँको परीक्षामा सफलता प्राप्त हुनेछ। र परीक्षाको आउँदै गरेको एससी 2083 को परीक्षाको सफलताको लागि तपाईँलाई शुभकामना दिँदै हाम्रो च्यानललाई अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने अवश्य सब्सक्राइब गर्नुहोस्। अवश्य पनि यहाँले इक्जाममा सोचेअनुसारको मार्क्स प्राप्त गर्न सक्नुहुनेछ। आजको लागि यो भिडियोमा यति नै। किप वाचिङ अन आवर च्यानल एक्जाम हेल्पर।